अप्पर मुस्ताङ ट्रिप मेरो र बिदुको हामीलाई चाहिँ गाडीले 6:30 मा लिन आयो जुन चाहिँ हामीलाई 5:30 मा लिन आउँछु भनेको थियो 1 घण्टा ढिलो फर्स्ट मिल कुरिन्टारमा ठिकै थियो खासै पोखरा जाँदै गर्दा पोखराको बाटो त कस्तो रमाइलो कस्तो राम्रो भन्छ गीत सुन्दै जानु मजै अर्कै बागलुङ कालिका आयो हजुर पहिला मन्दिर जाने मन्दिरबाट पनि हिँडेर जान नि धेरै बेर लाग्दैन त्यही नजिकै हो झोलुङ्गे पुल हामी अहिले बागलुङ कालिका दर्शन गर्नलाई आएका छौँ यो मेरी छोरी छिन् हाई बिदु यति बाँकी हुँदाखेरि अलमोस्ट अब यति बाँकी हुँदाखेरि चाहिँ ढिलो होला जस्तो लाग्यो यहाँ मेरी छोरी हाई बिदु सो दिस इज सनसेट दिस इज बिदु मान्छे टन्नै छन् एन्ड वी आर लभिङ इट बेनी के को लागि फेमस हो बेनीको बजार अहिले यो चाहिँ हामी बेनी बजारमा छौँ सकिन लागेको अवस्था हाम्रो एभ्री डे ब्रेकफास्ट यही थियो जाम कुनै ठाउँ हुँदैन थियो ब्याक पेनले अति सताएपछि यस्तो पनि लगाउनु पर्ने अवस्था भएको थियो मेरो ट्राभल गर्दै अब हामी फर्स्टमा कहाँ जान्छौँ भाइ तातो पानी हो पहिलो पोखरी छ बाटो पछ्याउनलाई लुजर लगाइरहेको छ मेरो लाइफ टाइम यति फोन नबोल्दा चाहिँ त्यति हाम्रो ड्राइभरलाई चाहिँ एनी टाइम जतिखेर पनि फोन कसरी सक्यो उसको बाटोमा पनि एउटा हातले स्टेरिङ गर्दै अर्को हातले फोनमा कुरा गर्दै आफूले ट्यालेन्ट भन्नु I don't know तर he was on the phone very बिदु कस्तो भइरहेछ तिमीलाई रमाइलो भयो हामी चाहिँ तातो पानीमा एकछिन खुट्टा डुबायौँ अनि मेरो प्यान्ट जम्मै भिज्यो अनि त्यसपछि यहाँ खोलाको छेउमा बस्न आएको रमाइलो भइरहेछ हामीलाई रमाइलो भइरहेछ मेरो बिदुलाई यतिबाट यति आउन डराइरहेको छिन् मेरो बिदु आऊ मेरो बिदु आउन त्यहाँ अहिलेसम्म चाहिँ हाम्रो ट्रिप रमाइलो भइरहेछ भने जस्तो भइरहेछ अब हेर्दै जाउँ अझै 4 दिन बाँकी छ कसलाई चुज गर्ने भन्नुहोस् त भन्दिनु न तपाईँ आफै भन्नु न ल अब आउनु पर्यो भने चाहिँ हाम्रो सरोज बुढासँग नि भाइसँग आउनु दामी रमाइलो गर्दै एकदम कुल हुनुहुँदो रहेछ भाइ रमाइलो गराउँदै ल्याउनु हुँदो रहेछ हामी चाहिँ एकदम ट्राभल चाहिँ मजाको भइरहेछ अहिलेसम्म स्कुलका भाइहरू पनि छन् भर्खर सबै +2 ग्याङहरू हो यिनीहरू मलाई चाहिँ स्कुलको पिकनिक आए जस्तै भइरहेछ सुरुमा हिजो चाहिँ पिकनिकमा हुन्छ नि एउटा म्याम जाने अब हामी रुप्से झर्ना आइपुग्यौँ
कस्तो राम्रो ठाउँ हो, यति बाटोमादेखि सिनेरीहरू यति रमाइलो, यस्तो राम्रो थियो। मलाई जति फोटो खिचेँ, जति नपर्ने त्यही हेरेर फोटो खिच्नुपर्ने। दिदी चाहिँ मेरो अफिसियल फोटोग्राफर। रमाइलो भइरहेको थियो मलाई जब केटाकेटी फर्केर आइरहेको थियो। कति नै इन्जोय गरिरहेको थियो चाहिँ त्यो बेसी कति इन्जोय नै गरिरहेको थियो। मलाई बियर काभ्रे भिर ल काभ्रे मुक्तिनाथ जाँदा पनि काभ्रे आउँदो रहेछ। यहाँबाट उता चाहिँ मुस्ताङ जिल्ला हो अब। ए अब मुस्ताङ जिल्ला सुरु, म्याग्दी छोडेर हामी मुस्ताङतिर लाग्यौँ। सीमा प्रारम्भ आना हिसाब चाहिँ पाउँदैन। रोपनी जसको जति बेच्नु छ त्यति लिनु पर्यो। कति पर्छ त रोपनीको हिसाबले पनि त हुन्छ होला। रोपनीको लगभग करोड जति पर्छ। 4 आना जति लिएर घर बनाएर टक्क बस्ने अनि यतै बसिरहने क्या, यस्तो गर्नु पाए जिन्दगी धनी 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 लाइफ हुन्थ्यो। अब हामी चाहिँ मार्फत गाउँ घुम्न हिँड्दैछौँ। मस्त हावा चल्ने ठाउँ रहेछ। किन कनेर बोले होला मैले ल यही हो। 2 दिन भयो हामी हिँडेको। आई फिल लाइक हप्ता दिन भइसक्यो होला घरबाट हिँडेको। गाह्रो भइसक्यो। ल यहाँ हावा चलेको मुभी हेरेको छ कि छैन दिदी? किन हेर्नु नि? मुस्ताङ लद्दाख एउटै रेन्ज भयो। कति क्युट क्या, हाँसेन अहिलेसम्म हाँसिरहेको थियो। भयो नि भाइ। Video videos. थर्ड डे अब हामी अप्पर मुस्ताङतिर लाग्दैछौँ। हाम्रो गाडी तयार छ भने
विनिता वाज हियर भनेर यो मैले लेखेपछि सबैले लेख्न थाले यहाँ हाम्रो ग्रुपकोले सिन यस्तो छ हामी चाहिँ छुसाङ भन्ने ठाउँमा छौँ मेरो छोरी ल BAD 287 सुरु भएको छैन नि थ्याङ्क यू यहाँबाट चाहिँ दामोदर कुण्ड जाने हो क्या त्यहाँबाट दामोदर कुण्ड हामी अब यता अप्पर मुस्ताङ जाँदैछौँ हामी ठ्याक्कै यो कुन ठाउँ हो यो चौक चराङ हजुर चराङबाट अब हामी अप्पर मुस्ताङतिर कोरोलातिर अप्पर मुस्ताङ लमनथाङ कोरोला बोर्डर चाइना बोर्डर सबै हो त्यो सबै अप्पर मुस्ताङै भन्छ होइन अब अहिले हामी हिँडिरहेको बाटो त सबै अप्पर मुस्ताङै भयो नि हजुर छुसाङबाट यता लागेपछि सबै अप्पर मुस्ताङ भाग्यो घोडा पानी खाएर यस्तो गरेर लानु परेको के भएको अरे के लागेको दिदी तिमीलाई लेक लागेको हाई अल्टिट्युड सिकनेस टिकट लागेको बेबीलाई नेपाल चाइना नेपाल चाइना अब नेपाल यो चाइना नै छ नि त एक साइडसम्म यो हिमालहरू यहाँ खानेकुराहरू यो चाइनाको बजारको सपिङ चाहिँ चक्लेटहरू हामीले किन्यौँ कति धेरै बिदु तिमीलाई कस्तो छ बिदुले अघि मामुलाई झम्रै तर्साइदिए म आफै तर्सेँ नि फेन्ट भएर मैले यत्रो ज्यान भएको मान्छेलाई मैले कसरी बोकेर लान्थेँ होला त अहिले चाहिँ ठिक छ जुर के देख्यौ फेरि अब के किन्नु पर्यो आई एम आउट अफ बजेट तुना बान्नु नपर्ने खालको छ तुना बान्नु नै छ सबै होइन यो पर्स फेरि एकदम राम्रो छ हेर्नु न सस्तो पनि कति हो यसको सो अहिले चाहिँ हामी लोमाङथाङ आइपुगेका छौँ यहाँ चाहिँ हाम्रो मुस्ताङे राजाको दरबार छ अब हामी मुस्ताङे राजाको दरबार हेर्नलाई जाँदैछौँ यहाँ चाहिँ टन्नै मान्छेहरू देखेँ उपर मुस्ताङ लागेपछि मान्छेको जनसङ्ख्या चाहिँ एकदम कम हुँदै जाँदो रहेछ यहाँ त होटलहरू पनि क्याफेहरू पनि मजाको गजबको रहेछ सो पोटाला क्याफे पोटाला सोभिनियर बियर खेर चाहिँ मलाई पनि खानु हुँदैन भन्ने थाहा छ त्यही भएर मैले खाएको छैन क्वेसनेबल मान्छे चाहिँ हो इन्डियाको फेभर छ नि त यहाँ मेला ओहो सल चाहिने रहेछ नि त रोयल प्यालेसमै छ
पनि हान्न सक्छ बिदु किङलाई प्रोटेक्ट गर्नु गार्डहरू डे 4 मा चाहिँ हामी मुक्तिना आइपुगेका छौँ। कस्तो राम्रो लाग्यो मेरो छोरी। अब हामी हिँड्नलाई तयारीमा छौँ। झन्डै झन्डै मलाई यो गाडीले ट्वाक हान्दिएको रमाइलो छ। ल यो हो जाँगर भने ल ल यस्तो हो जाँगर। अब यो बाटो हामी 45 मिनट हिँड्नु। हजुर खाना अर्डर गर्नुपर्छ। ओके मिठो खाना बनाउन लाउनुहोस् है त। टेन्सन नगर्नु। मन्दिरमा सबैजना बसेर एउटा ग्रुप फोटो खिच्नु है केटाहरू। हस् यो केटाहरूलाई यताउति लाग्नु नभन्नुहोस् राम्रोसँगै ल। यस्तो दामी भ्यू। यस्तो सानो सानो बाटो छ जसमा लाएर हिँड्नु परेको छ। म आँखा ए ल बख घोडा पनि पाइन्छ हिँड्न नसक्नेलाई। जिन्जरको पनि हुँदो रहेछ के हो चुइङ्गम मिन्टो ए हिमाल ए हाम्रो भाइ हामी फाइनली मुक्तिनाथ मन्दिरमा दर्शन गरेर मुक्तिनाथ मन्दिर हाम्रो भाइहरू यो मेरो छोरी छोरी लाजले भुतुकै अरे अभी तो और चिड़िया है हम तो यही तक है। पानी गयो। तिमी कता बस्छौ त? हामी तल पुराण कति वर्ष भयो? 1 वर्ष जम्मा कति बोल्न आउने त 1 वर्षको मान्छेलाई आमै ल बाई। मुक्तिनाथको मजाले गाडी नै गाडी मान्छे त्यत्तिकै भिड काफी। यता तेरो लागि दिल लिएर आउँदैछु म कालीको दिल। ओ माय गॉड आवाले उडाए कस्तो राम्रो हरियो। हामी अहिले तुम्बा लेक आइपुग्यौँ। कस्तो प्रपर लेक के हरियो छ है हरियाली कस्तो मन पर्यो। दिस इज माई न्यू फेभरेट। यस्तो दामी छ खाना गरेर कस्तो राम्रो देखेको 2x गरेर आज तातो पानीमा नुहाउँदै फाइनली तर औषधि लाएको त्यस्तो पुरो छिटो भयो बिदु। यो चाहिँ हाम्रो सेफ
मिस्टर विशाल पिङ्गेल के बनाएको विशाल के बनाएको भङ्गेरा बिरयानी ल भङ्गेरा बिरयानी मुख सुन्निएको छ हाम्रो छुटेको छ कालो भएको छ कपाल उडिरहेको छ कपाल उडिरहेको छ म जिरो बनाएको छु सो अब हामी स्किन इज नट स्किनिङ हेयर इज नट हेयरिङ अब हामी काठमाडौँ जाने तयारीमा छौँ हामी गाडी कुदिरहेको छ कहाँ गयो हाम्रो गाडी आयो जस्तो छ अरे ल बाई अब हामी काठमाडौँ अब हाम्रो ट्रिप सक्यो अनि यहाँ काठमाडौँ पोखरामा फोहोर भए चाहिँ सफा गर्ने मान्छे भनेछ बाई सो अब हाम्रो ट्रिप चाहिँ फाइनली सकियो अब हामी काठमाडौँतिर लाग्यौँ थ्याङ्क यू सबैलाई हेरिदिनु भएकोमा धन्यवाद बाई